यो हाम्रो नेपालको शान्ति प्रक्रिया 20 वर्ष हुन लाग्यो, यो त महत्त्वपूर्ण अङ्ग भनेर सुन्थे, 6 महिनाभित्र सिद्ध्याउने उनीहरूको सहमति थियो भनेर पनि सुन्थे। यो के हो र कहाँ अड्किरहेछ, यो के हुन्छ अब? यो विषयमा यो गम्भीर विषय हो। पहिला त सङ्क्रमणकालीन न्यायका 3-4वटा पाटा हुन्छन्। जब मुलुकहरू द्वन्द्वबाट राजनैतिक स्थायित्वमा आउँछन्, द्वन्द्वरत पक्षहरू एउटा सेटलमेन्ट गरेर पिस प्रोसेसमा आउँछन्, एउटा डेमोक्रेटिक प्रोसेसमा आउँछन् र हिजोको द्वन्द्वलाई अन्त्य गर्ने सहमति बनाउँछन्, त्यसलाई पिस प्रोसेस भनेर भनिन्छ। अब पिस प्रोसेसमा चुनौतीहरू के हुन्छन् भने द्वन्द्वरत पक्षहरूका बिचमा भएको द्वन्द्वमा हत्या भएको हुन्छ, हिंसा भएको हुन्छ, लुटपाट भएको हुन्छ, रेप भएको हुन्छ, अर्थात् ह्युमन राइटको भायोलेसन भएको हुन्छ। त्यसलाई 2-3वटा लेभलमा, एउटा ग्रस भायोलेसन अफ ह्युमन राइट, मानवाधिकारको जघन्य उल्लङ्घन एउटा, अर्को जघन्य उल्लङ्घन नभएर मानवाधिकारको उल्लङ्घन मात्रै। अब कस्तालाई जघन्य उल्लङ्घन मान्ने र कस्तालाई मानवाधिकारको उल्लङ्घन मात्रै मान्ने भन्ने विषयमा हामीले व्याख्या गरेका छौँ। हाम्रो TRC एक्टले त्यसले व्याख्या गरेको छ। जस्तो रेपका केसेसहरू ग्रेभ भायोलेसन अफ ह्युमन राइट्स हो। व्यक्तिलाई टर्चर दिने र टर्चर दिएर मार्ने त्यो पनि ग्रेभ भायोलेसन ह्युमन राइट्स हो। र विलफुल किलिङ, नियोजित रूपमा निहत्था व्यक्तिहरूलाई मार्ने काम पनि ग्रस भायोलेसन अफ ह्युमन राइट हो, हामीले व्याख्या गरेका छौँ। ती बाहेकका अरू घटनाहरू मानवाधिकारका उल्लङ्घन र अन्य सामान्य घटनाहरू पनि हुन सक्छन्। यो 3टा चरणमा बाँडिएको हुन्छ। त यी कन्टेक्स्टमा यसको पिस प्रोसेसको फन्डामेन्टल पार्ट के हो भने द्वन्द्वबाट समाज रूपान्तरण हुँदैन। द्वन्द्वले पिस इन्स्टल गर्न सक्दैन। त्यसैले भायोलेन्स र राजनीतिलाई एकअर्काबाट अल्याउनु पर्छ। भायोलेन्सको माध्यमबाट राजनीति गर्ने होइन, भायोलेन्सलाई माध्यम बनाएर सत्तामा पुग्ने काम गरिन हुँदैन। यो गलत कुरा हो। त्यो मेसेज चाहिँ द्वन्द्वका दुवै पक्षले महसुस गर्ने, त्यसलाई आत्मसात गर्ने र हामीले हिजो गल्ती गऱ्यौँ भन्ने कुराले पश्चाताप गर्ने र आम नागरिकसँग माफी माग्ने र त्यस्ता कुरा नदोहोऱ्याउने, यसको फन्डामेन्टल पहिलो पार्ट। अर्थात् राजनीति र हिंसालाई जोड्ने काम चाहिँ गलत हो भन्ने कुराको मेसेज। र हाम्रोमा के भयो, हामी 62 सालदेखि आजसम्म लगभग 20 वर्ष हुन आँटिसक्यो। प्रचण्डजीका बेला बेलाकै स्टेटमेन्ट सुन्ने हो भने हामीलाई फेरि जङ्गल जान बाध्य नबनाए जस्तो हुन्छ, हामीलाई हतियार उठाउन बाध्य न। उहाँहरूमा अहिले पनि त्यही हतियारको भरमा, हिंसाको भरमा राजनीति गर्ने सोच अहिले हतियार बिसाको हो, चलाउन बिर्सेको छैन होइन। भनेपछि शान्ति प्रक्रियाको फन्डामेन्टल पार्ट के हो भने राजनीति हिंसाका माध्यमबाट राजनीति गरिनु हुँदैन भन्ने कुराको जुन अन्त्य गरिनु पर्थ्यो त्यो अन्त्य भएकै छैन। त्यसलाई अहिले पनि उहाँहरूले पृष्ठपोषण गरिरहनु भएको छ। त्यसले हाम्रो शान्ति प्रक्रियाको फन्डामेन्टल क्राइसिस यहाँनिर छ एउटा। अब दोस्रो क्राइसिस, विभिन्न समयमा लहरू ड्राफ्ट हुन थाले, 72 सालभन्दा अगाडिदेखि ड्राफ्ट हुन थाले, ल आयो। त्यो ड्राफ्टिङमै अ नम्बर अफ प्रब्लम्स आए। कसरी त्यो कानुनलाई विक बनाउने, कसरी उनीहरूलाई माफी दिने, कसरी छुट दिने। खालि यसको अर्को शान्ति प्रक्रियाको पार्ट के हुन्छ भन्दाखेरि एमनेस्टी यसको एउटा पार्ट हो। किनकि सबै विषयमा रिभेन्ज लिएर सकिँदैन। आफूले गरेका गल्तीहरू ट्रुथ टेलिङ भन्छ। हामीले यो गल्ती गऱ्यौँ भनेर गल्ती गर्ने पक्षले ट्रुथ बताउँछ। ट्रुथ बताइसके पछाडि अर्को पक्षले तिमीले सत्य बतायौ, माफी माग्यौ, दोहोऱ्याउँदिन भन्ने कमिटमेन्ट गर्यौ, त्यसैले म तिमीलाई चाहिँ अब माफी दिन्छु भन्छ। त्यसैले ट्रुथ टेलिङको प्रक्रिया पनि भएन। कहिल्यै द्वन्द्वका पक्षहरूले ट्रुथ कहिले पनि बाहिर ल्याएका छैनन्। उनीहरूले ट्रुथ लुकाउने कामै गरिरहेका छन्। त्यसैले एउटा पक्ष द्वन्द्वमा पोलिटिक्स र भायोलेन्सलाई अलग्याउने कुरा पनि भएको छैन, ट्रुथ टेलिङ पनि भएको छैन। अब ट्रुथ टेलिङ नभइसके पछाडि क्षमा दिने काम पनि भएको छैन। अर्को समस्या त्यहाँ छ। अर्को पीडितहरू, जो पीडित भए पीडितहरूलाई उनीहरूलाई विभिन्न किसिमले राहत दिने र पुनर्स्थापना गर्ने, रेपरेसन दिने र रिहेबिलिटेट गर्ने, यो काम पनि भएको छैन।
62,000 निवेदन परेका छन्, त्यसमा कारबाही हुँदैन। त्यसैले तेस्रो पिस प्रोसेसको तेस्रो काम पनि भएको छैन। अब पिस प्रोसेसको अर्को चौथो काम के हो भन्दाखेरि ग्रस भायोलेसन अफ ह्युमन राइट्सको विषयमा फौजदारी कानुनको प्रक्रिया अन्तर्गत नर्मल जुडिसियल प्रोसेसबाट त्यस्ता व्यक्तिहरूमाथि मुद्दा चलाउने र कारबाही गर्ने यो काम पनि भएको छैन। त्यसैले हाम्रो सिङ्गो पिस प्रोसेस चाहिँ क्राइसिसमा परेको अवस्था छ। तर अब यो कसरी क्राइसिसमा पऱ्यो, के भइरहेछ त भन्दा अब अहिले हामीले ऐनभित्र प्रवेश गरेर हेर्ने हो भने र सर्वोच्च अदालतको भूमिका यहाँ हेर्ने हो भने यहाँनिर सर्वोच्च अदालतको भूमिका एकदमै प्रशंसनीय देखिन्छ। सुरुमा उहाँहरूले ऐन ल्याउँदाखेरि सबै किसिममा माफी दिने गरी उहाँहरूले लिएर आउनुभयो। सर्वोच्च अदालतले के भन्यो, ग्रस भायोलेसन अफ ह्युमन राइट्समा माफी दिन पाइँदैन, कानुनको दायरामा ल्याउनुपर्छ भनेर अ नम्बर अफ डिसिजन गर्यो। त्यसमा ठुलो भूमिका सर्वोच्च प्रशंसनीय भूमिका खेल्यो। अब अहिलेको यो पछिल्लो जुन अहिले ऐन आछ, संशोधन भएर जुन ऐन आयो तेस्रो संशोधन 81मा, त्यसले के गर्यो भने पहिला त अब आयोगै बनिरहेको छैन, त्यहाँभित्र आफ्नै किसिमका राजनीतिक समस्याहरू छन्। अब अहिले त आयोग पनि छैन, अब आयोग बन्ने प्रक्रियामा छ। यसले यसको एउटा राम्रो पक्ष ग्रस भायोलेसन अफ ह्युमन राइट के हो, भायोलेसन अफ ह्युमन राइट के हो र अन्य कुराहरू के हुन् भन्ने कुरोको एउटा डिफाइन गर्यो। यसको एउटा राम्रो पक्ष त्यो छ। तर यसको एउटा नराम्रो पक्ष या शान्ति प्रक्रियालाई पूर्णतामा नपुर्याउने पक्ष चाहिँ के छ भने त्यो आयोगले छानबिन गर्छ। छानबिन गरिसके पछाडि कुन कुन विषयमा ग्रस भायोलेसन अफ ह्युमन राइट बाहेक अरूमा मेलमिलाप हुन्छ, माफी हुन्छ, परिपोषण हुन्छ, क्षतिपूर्ति हुन्छ, अरूमा त्यो बाटोमा जान्छ। ग्रस भायोलेसनमा मुद्दा चलाउनुपर्छ भने यसले प्रतिवेदन दिन्छ, सिफारिस दिन्छ। त्यो सिफारिस दिएपछि महाधिवक्ताका सिफारिस जान्छ र 1 वर्षभित्र महाधिवक्ताले त्यसमध्ये पनि कुनमा मुद्दा चलाउने नचलाउने निर्णय गर्न पाउँछन्। पहिलो कुरा यसले आफैले मुद्दा चलाउँदैन, त्यहीँनिर यो कमजोर भइसक्यो। दोस्रो कुरा महाधिवक्तामा पठाइन्छ र महाधिवक्ताले 1 वर्षभित्रमा कतिमा मुद्दा चलाउने कतिमा नचलाउने हामीले देखेको छौँ कि सरकारले कसरी महाधिवक्तालाई प्रयोग गर्छ भन्ने कुरा हामीले देखेका छौँ। अब त्यो अवस्थामा भोलि कुनै पनि मुद्दा नचल्ने अवस्था आउन सक्ने एउटा खतरा भएको छ। दोस्रो तेस्रो के भएको छ भने मुद्दा चले पनि मुद्दा विशेष अदालतमा चलाउने भन्ने व्यवस्था गरिएको छ। मुद्दा चलाउने सजाय चाहिँ के गर्ने भन्ने बारेमा प्रचलित नेपाल कानुनमा सजायको जे जस्तो व्यवस्था भए पनि यी विषयमा अदालतले उचित ठानेको सजाय गर्न सक्नेछ। अदालतले 1 दिन कैद गर्न पनि सकिन्छ, नगर्न पनि सक्नेछ, 10 रुपियाँ जरिवाना गर्न सक्छ, 10,000 गर्न पनि सक्छ, 20 वर्ष कैद गर्न पनि सक्छ, नगर्न पनि सक्छ। मान्छे सिङ्गो त्यो क्रिमिनल लिगल सिस्टमलाई चाहिँ यसले एकदमै कमजोर बनायो। अर्थात् पिस प्रोसेसका मैले अघि जुन 4टा कुरा भने त्यसमा एउटा महत्त्वपूर्ण कुरा के हो भने ग्रस भायोलेसनमा कानुनको दायरामा ल्याउनै पर्छ, दण्डित गर्नै पर्छ। त्यो काम यसले गर्न नदिने किसिमको एउटा संयन्त्र यहाँभित्र बन्यो, त्यो चाहिँ उपयुक्त छैन। त्यसले अदालतले सर्वोच्च अदालत विभिन्न मुद्दाहरूमा जे कुरा अगाडि सारेको थियो कि नियमित फौजदारी कानुनको प्रक्रियालाई अवरुद्ध गर्न पाइँदैन, ग्रस भायोलेसन ह्युमन राइटमा मुद्दा चलाएर सजाय गरिनु पर्दछ। तर अहिलेको अब यो कानुनले चाहिँ अदालतमा भएका मुद्दाहरू पनि त्यसमा पनि यिनीहरूले नै छानबिन गर्न पाउने भनेर भन्थ्यो। अनि अब अदालतले के गर्ने त? अदालत भएका मुद्दाको अवस्था के हुने? यस्ता विषयमा स्वयं क्रिमिनल जुरिस्डिक्सन र अदालतको जुरिस्डिक्सनलाई पनि हस्तक्षेप गर्ने काम गर्यो। यसबाट के देखिन्छ भने जताबाट पनि हिजो जसले यी पीडकहरू जो छन्, जसले हिंसा मच्चाए त्यो हिंसालाई पनि सामसुम पार्ने, हिंसा र राजनीति बिचको सम्बन्धलाई पनि सामसुम पारिदिने, ट्रुथ पनि नबताउने, माफी पनि नमाग्ने, परिपूर्ण क्षतिपूर्ति पनि ढिलाइ गर्ने, वर्षक नदिने, अनि दोषीलाई कारबाही पनि नगर्ने, यो संयन्त्रबाट मुलुक अगाडि बढेको छ। के यो त उनीहरूको अनुकूलकै परिवेश छ, यहीलाई मान्ने भने उनीहरूको परिवेश अनुकूलकै परिवेश छ। व्यवधान यहाँ के भइरहेछ र यो 2टा आयोग गठन गरेर त्यो औपचारिकता भए पनि पुरा गर्नेमा चाहिँ यिनीहरू किन यति अल्मलिएका छन् त? होइन, किन अल्मलिएका छन् भने पहिला कुरा त कसको मान्छे लिएर आउने राखे नि त, आफ्ना राखेर गरेर राखेका छन्। त्यहाँभित्र पनि उनीहरूका
सेलेक्सन मिलिरहेको छैन नि को भयो भने बेसी कम्फर्टेबल हुन्छ इन्डिपेन्डेन्ट मान्छे ल्याउनुपर्ने हो यहाँ उनीहरू इन्डिपेन्डेन्ट मान्छे ल्याइराखेका छन् हुन त त्यहाँ आएका कतिपय नामहरू राम्रा मान्छे छन् है उनीहरू आफै के डराइरहेका छन् भने भोलि हामीले यो पिस प्रोसेसमा काहीँ न काहीँ मुद्दा चल्ने कुरा त छ भोलि समाजले यो आयोगले गरेको यो सिफारिस गलत भयो भने समाज उठ्यो भने त्यसले उनीहरूलाई असर त गर्छ जस्तो अहिले पनि प्रचण्डजी बाबुरामजीको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा छ लेलिन विष्टजीले मुद्दा दिनुभएको छ हामीहरू लयर छौँ त्यसमा कि यो चाहिँ ग्रस भायोलेसन अफ ह्युमन राइट हो जस्तो एउटा टिचरलाई एउटा शिक्षकलाई रुखमा बाँधेर नृशंसतापूर्वक मारिएको छ जिउँदै मान्छेलाई खाल्डामा हालेर मारिएको छ लुटपाट गरिएको छ रेप भएको छन् यस्ता घटनाहरूमा दोषीमाथि कारबाही हुनुपर्छ र उहाँहरू इन्टरनेसनल लको दायरामा डोमेस्टिक लको दायरामा आउनुपर्छ उहाँहरूमाथि कारबाही हुनुपर्छ भन्ने मुद्दा छ अब त्यो मुद्दा अहिले फुल बेन्चमा डिभिजन बेन्चले फुल बेन्चमा पठाएको छ केही समय पछाडि त्यसमा फेरि बहस सुरु हुन्छ अब यस्ता कुरामा नागरिकहरू एकातिर हिजोको जस्तो अवस्था छैन नागरिकहरू सचेत पनि छन् मुलुकमा आफ्नो राइटको लागि उनीहरू फाइट गरिरहेका छन् त्यसले काहीँ न काहीँ भोलि समस्या हुन्छ कि भन्ने डर उनीहरूलाई छ जतिसुकै कमजोर बनाउन खोजे पनि यो एकदमै टिथलेस टाइगर चाहिँ होइन त्यसमा केही न केही दाँत बाँकी छन् यो अझ